नमस्कार। आज मिति 2083 साल श्रावणको 31 गते आइतबारको दैनिक पञ्चाङ्ग फल र दैनिक राशिफल लिएर उपस्थित भइसकेका छौँ हामीहरू। आज चन्द्रमा कन्या राशिमा गोचर गर्दैछ। चन्द्रमाको कन्या राशिको गोचरले विभिन्न राशिहरूलाई शुभ त विभिन्न राशिहरूलाई अशुभ फल प्रदान गर्नेछ त विभिन्न राशिहरूलाई केही सावधानी गराउनेछ। त्यस्तै आज राशिफलको अन्तिममा हामी आजका भाग्यशाली राशिहरू र सावधानपूर्वक अगाडि बढ्नुपर्ने राशिहरूको विषयमा समेत बताउनेछौँ। त्यसैले सुरु गरौँ आजको पञ्चाङ्ग फलबाट। आज मिति 2083 साल श्रावणको 31 गते आइतबार श्रावण शुक्ल पक्षको चतुर्थी तिथि रहेको छ भने उत्तरा फाल्गुनी नक्षत्र रहेको छ। त्यस्तै बिहान 6:24 पछि हस्त नक्षत्र रहनेछ। त्यस्तै सिद्ध योग रहेको छ भनेदेखि वणिजकरण रहेको छ। चन्द्रमा कन्या राशिमा हुनुहुन्छ। त्यस्तै आज बिहान सूर्योदय 5:35 भएको छ भने सूर्यास्त साँझ 6:39 हुनेछ। आजको संयुक्त पञ्चाङ्ग फल भन्नुपर्दा आज दिनको बिहानमा उत्तरा फाल्गुनी नक्षत्र हुनेछ भने दिउँसो भएपछि दिउँसो लागेपछि हस्त नक्षत्रको प्रभाव हुनेछ। त्यसैले यसको संयुक्त फल भन्नुपर्दा उत्तरा फाल्गुनीको प्रकृति सम्बन्ध प्रकृतिसँगको सम्बन्ध संरक्षण जिम्मेवारी स्थायित्व र सहकार्यसँग जोडिन्छ भने हस्त नक्षत्रको सम्बन्ध हातको सिप कौशल व्यवस्थापन व्यावहारिकता बुद्धि र कामको नियन्त्रणसँग बुझिन्छ। त्यसैले आजको संयुक्त पञ्चाङ्ग फलको मुख्य सूत्र भन्नुपर्दा अधुरो कामलाई व्यवस्थित गरेर पुरा गर्ने दिन रहेको छ। घर मिलाउने नयाँ सामान किन्नुपर्ने भए आवश्यक वस्तु छान्ने कागजपत्र मिलाउने हिसाब किताब हेर्ने अध्ययन सामग्री व्यवस्थित गर्ने सिप प्रयोग गर्ने कार्यालयमा बाँकी काम पुरा गर्ने व्यावहारिक निर्णय गर्ने काममा आजको दिन उपयोगी हुन सक्छ। त्यस्तै आजको दिनमा साथीभाइ तथा आफन्तसँग भेटघाट घरायसी किनमेल स्वादिष्ट भोजन आदिको समेत नक्षत्र अनुसार प्राप्ति हुनेछ। त्यस्तै अब आज ढिला नगरी जाउँ आजको 12वटा राशिहरूलाई के कस्तो रहेको छ भनेर 12वटै राशिहरूको राशिफल बताउनका लागि फलदीपिका अनुसार हामीले गोचर अध्यायमा यो दैनिक राशिफल प्रस्तुत गरेका छौँ। यहाँ केवल अनुमानका आधारमा होइन शास्त्रका आधारमा क्रमेण भाग्योदयमर्थ हानिम जयम भयम शोक मरोगतां च सुखान्यनिष्टम गदमिष्ट सिद्धिम मोदम व्ययम च प्रददाति चन्द्रः भनेर चन्द्रमाको गोचरवश आज चन्द्रमा कुन भावमा गोचर गर्नेलाई कस्तो फल प्राप्त हुन्छ भनेर फलदीपिकाले बताए अनुसार हजुरहरूलाई दैनिक राशि